Hello and namaste everyone. I am Sital Joshi, your basic to lower intermediate English instructor here at मेरो English. आज हामीहरूले यो बेसिकदेखि लोवर इन्टरमिडिएटको कोर्समा हजुरहरूले के सिक्नुहुन्छ, कसको लागि हो र अन्त्यमा यो कोर्स सकेपछि के रिजल्ट पाउनुहुन्छ त्यसको बारेमा डिस्कस गर्नेछौँ. So let's get started with who the course is designed for. So यो कोर्स कसको लागि हो? सबैभन्दा पहिला यो कोर्स उनीहरूको लागि हो जसले इङ्ग्लिसमा स्ट्रङ फाउन्डेसन बनाउन चाहनुहुन्छ, किनभने फाउन्डेसन स्ट्रङ छैन भने माथिको सबै कुरा विक हुन्छ. अल्सो इफ यु अन्डरस्ट्यान्ड सम इङ्ग्लिस, मतलब तपाईँले सुनेर बुझ्नुहुन्छ तर जब आफै बोल्नुपर्छ तपाईँ सोच्नुहुन्छ सेन्टेन्स कसरी बनाउने भनेर, अनि सेन्टेन्स बनाउनु खोज्दा वर्ड कसरी मिलाउने भनेर. देन यस, दिस कोर्स इज फर यु. अर्को कमन प्रब्लम, बेसिक ग्रामर मिस्टेक्स, जस्तै सी गो टु स्कुल, ही डोन्ट अन्डरस्ट्यान्ड. यस्तो मिस्टेक्स धेरैजनाले गर्नुहुन्छ र यो नर्मल हो. बट यो कोर्समा हामी यो सब कुरा स्टेप बाई स्टेप पढ्छौँ सो द्याट तपाईँले यो मिस्टेक आफै अभोइड गर्न सक्नुहुन्छ. अल्सो धेरैजनालाई प्रब्लम हुन्छ वर्डको फर्म्समा, जस्तै बिग, बिगर, बिगेस्ट, ब्युटिफुल, मोर ब्युटिफुल, मोस्ट ब्युटिफुल. कुन बेलामा कुन वर्ड युज गर्ने यो क्लियर छैन भने सेन्टेन्स बनाउँदा बिग्रिन्छ. सो वी विल फिक्स दिस इन अ भेरी सिम्पल वे. अल्सो यो कोर्स युजफुल छ इफ यु वान्ट टु लर्न इङ्ग्लिस फर डेली लाइफ, वर्क अर स्टडी. मतलब यो कोर्समा हजुरले थ्योरी मात्र होइन रियल लाइफमा युज गर्ने इङ्ग्लिस पनि सिक्नुहुन्छ. नाउ लेट्स टक अबाउट यो कोर्समा तपाईँले के सिक्नुहुन्छ. सबभन्दा पहिला वी स्टार्ट विथ इङ्ग्लिस ल्याङ्ग्वेज फन्डामेन्टल्स, मतलब एकदम बेसिकदेखि स्टार्ट गर्छौँ सो द्याट तपाईँको बेस बलियो हुन्छ. देन वी मुभ टु जेनरल ग्रामर रुल्स. यसमा हजुरहरूले जेनरल ग्रामर रुल्स सच एज सेन्टेन्स स्ट्रक्चर्सहरू सिक्नुहुन्छ. देन कम्स पार्ट्स अफ स्पिच, क्लासिफिकेसन अफ वर्ड्स एन्ड फर्म्स. यो भनेको वर्ड्सलाई क्याटेगोरीमा डिभाइड गर्ने हो. जब यो हजुरहरूलाई क्लियर हुन्छ सेन्टेन्स बनाउन हजुरहरूलाई एकदमै सजिलो हुन्छ. नेक्स्ट इज टेन्स, सिम्पल सेन्टेन्स स्ट्रक्चर. यसमा हजुरहरूले सिम्पल सेन्टेन्स स्ट्रक्चर्सहरू सिक्नुहुन्छ. हजुरहरूलाई कन्फ्युजन हुन सक्छ पास्ट, प्रेजेन्ट, फ्युचर कुन सेन्टेन्स कतिखेर युज गर्ने भनेर. सो यहाँ हजुरहरूले त्यसको युजेसहरू पनि सिक्न सक्नुहुन्छ. देन वी फोकस अन सेन्टेन्स फर्मेसन, मतलब हामीले पोजिटिभ, नेगेटिभ र इन्टरोगेटिभ सेन्टेन्सको बारेमा नि यहाँ पढ्छौँ. जब यो 3 टाइप्स अफ सेन्टेन्सेस तपाईँले मास्टर गर्नुहुन्छ तपाईँले धेरै कुरा एक्सप्रेस गर्न सक्नुहुन्छ. अल्सो वी विल वर्क अन भोक्याबुलरी, तर जस्ट वर्ड लिस्ट छैन, तपाईँले सिक्नुहुन्छ वर्ड्सको स्पेलिङ, मिनिङ्स एन्ड प्रनाउन्सिएसन सो द्याट तपाईँले करेक्टली वर्ड्सहरू चाहिँ युज गर्न सक्नुहुन्छ. अनि सबभन्दा इम्पोर्टेन्ट पार्ट, practically use sentences in various scenarios. डेली लाइफमा युज हुने सेन्टेन्सेस पनि हजुरले यसमा सिक्नुहुन्छ. नाउ यो कोर्स कम्प्लिट पछि हजुरले के रिजल्ट पाउनुहुन्छ, कोर्सको आउटकम्स. सबभन्दा पहिला तपाईँ आफ्नो ग्रामरमा कन्फिडेन्ट हुनुहुन्छ. यो मिल्छ कि यो मिल्दैन भनेर डाउट कम हुन्छ. तपाईँले सिम्पल कन्टेक्स्टमा टेन्सेस करेक्टली युज गर्न सक्नुहुन्छ. अल्सो तपाईँले कमन ग्रामर मिस्टेक्स आफै आइडेन्टिफाई गर्न सक्नुहुन्छ र करेक्ट पनि गर्न सक्नुहुन्छ. तपाईँको राइटिङ स्किल पनि इम्प्रुभ हुन्छ, करेक्ट सेन्टेन्सहरू बनाउन सक्नुहुन्छ विदाउट एनी कन्फ्युजन. र फाइनल्ली तपाईँले डिफ्रेन्ट सिचुएसनमा अप्रोप्रिएट वर्ड्सहरू युज गरेर सेन्टेन्सहरू बनाउन सक्नुहुन्छ, मतलब तपाईँको इङ्ग्लिस नेचुरल सुनिन्छ. नाउ वाइ चुज मेरो इङ्ग्लिस. यो कोर्स चाहिँ लेभल वाइज र गोल ओरिएन्टेड छ, सो तपाईँले स्टेप वाइज स्टेप क्लियर वेमा इम्प्रुभ गर्न सक्नुहुन्छ. कन्टेन्ट्सहरू वेल अर्गनाइजेसन र हामी एक्सपिरियन्स टिचर्सबाट डिजाइन गरिएको हो. हाम्रो क्लासेस पनि रेगुलर र वेल म्यानेज हुन्छन् सो द्याट तपाईँको लर्निङ एक्सपिरियन्स स्मुथ होस्. यो कोर्स स्पेसली फास्ट लर्निङ र क्विक इम्प्रुभमेन्टको लागि डिजाइन गरिएको हो. Also, we focus on small batches. हाम्रो क्लासेसहरू प्रोफेसनल्सहरूको लागि डिजाइन गरिएको हो सो तपाईँले राम्रोसँग अटेन्सन पाउनुहुन्छ.
हाम्रो इन्स्ट्रक्टर्स र फ्याकल्टी मेम्बर्सहरू आफ्नो फिल्डमा एक्सपर्ट हुनुहुन्छ, सो तपाईँले प्रपर गाइडेन्स पाउनुहुन्छ। त्यस लगतै हजुरलाई स्टुडेन्ट सपोर्ट र रिसोर्सेस जस्तै नोट्स पनि प्रोभाइड गरिन्छ। सो यो सब कुराले गर्दा तपाईँको इङ्ग्लिस लर्निङ सिम्पल, फोकस्ड र इफेक्टिभ हुन्छ। नाउ लेट्स टक अबाउट कोर्स ड्युरेसन एन्ड फर्मेट। यो कोर्सको ड्युरेसन 2 मन्थको हो। इच क्लास 50 मिनट्सको हुन्छ र क्लास सन्डेदेखि फ्राइडेसम्म हुन्छ। तपाईले यो कोर्स अनलाइन र फिजिकल दुईटै मोडमा जोइन गर्न सक्नुहुन्छ। अनलाइनको लागि क्लासेस गुगल मिटबाट हुन्छ र फिजिकलको लागि हजुरहरूले पुतली सडकमा अटेन्ड गर्न सक्नुहुन्छ। जुन मोड हजुरलाई कन्भिनियन्ट लाग्छ त्यो चुज गर्न सक्नुहुन्छ र थप जानकारीका लागि हजुरले हामीहरूको वेबसाइट www.miroenglish.com मा पनि भिजिट गर्न सक्नुहुन्छ। सो यसै गरी हजुरले आफ्नो इङ्ग्लिस स्किल बढाउन चाहनुहुन्छ भने प्लिज जोइन मेरो इङ्ग्लिस क्लास। हाम्रो अफिसको लोकेसन र फोन नम्बर हजुरले स्क्रिनमा नै देख्न सक्नुहुन्छ र एप्लिकेसनको लागि हजुरहरूले स्क्रिनमा देख्नु भएको लिङ्क www.miroenglish.com/join मा गएर फर्म फिलअप गर्न सक्नुहुन्छ। एज अलवेज, किप लर्निङ एन्ड किप साइनिङ।